honor to invite our panelists for the sessions. Honorable Lima Adhikari, Member, House of Representatives. इकोनोमिक प्याराडाइम शिफ्ट चाहिँ आजको आवश्यकता हो भनेर चाहिँ नागरिकले खोजेका छन्। यो कुराको जिम्मेवार बोध हामीसँग छ, यो कुरा मैले राख्न चाहन्छु। किनभने सरकार गठन भएको केही दिनमै यो विकास बाधक रहेका केही 15वटा ऐनहरू संशोधन भएका थिए र हामीले चाहिँ यो आर्थिक एजेन्डा चाहिँ कुनै एक दलको एजेन्डा होइन, यो चाहिँ राष्ट्रिय एजेन्डा बन्नुपर्छ भनेर 6वटा प्रमुख राजनीतिक दलका मेनिफेस्टोमा भएका आर्थिक एजेन्डाहरूलाई चाहिँ हामीले राष्ट्रिय प्रतिबद्धता पत्र मार्फत पनि हामीले सार्वजनिक गरौँ र त्यही पत्र अनुसार नै त्यसकै गाइडेन्समा हाम्रो सरकारले काम पनि गरिरहेको छ। र सँगसँगै चाहिँ सबैभन्दा इम्पोर्टेन्ट कुरा अघि यहाँले पनि भनिहाल्नु, सुशासनको कुरामा चाहिँ यो सरकार एकदम कटिबद्ध छ, प्रतिबद्ध छ। जबसम्म सुशासन कायम गर्न सकिँदैन हामीले चाहिँ आर्थिक समृद्धि चाहिँ कुनै पनि हालतमा ल्याउन सकिँदैन भन्ने हाम्रो ठम्माइ छ। र विशेष गरी यो सार्वजनिक सेवा प्रवाहमा चाहिँ गुणस्तरयुक्त सार्वजनिक सेवा प्रवाह गर्ने र विशेष गरी सबै चिज चाहिँ डिजिटलाइज गर्ने, एकद्वारबाट गर्ने, जसले गर्दा चाहिँ त्यो सिस्टमलाई नै हामीले बलियो बनाउँदै जाने र पारदर्शिता, जवाफदेहिता होइन क्वेसनहरू धेरै आएको छ नि, त्यसमा पनि हामीले काम गर्न सकिन्छ, जसले गर्दा सुशासनमा काम गर्न सकिन्छ। त्यसले चाहिँ कस्ट अफ चाहिँ डुइङ बिजनेस पनि घटाउँछ र काम पनि डेलिभरी पनि हुने। सो यस्ता यस्ता विषयमा चाहिँ सरकारले काम गरिरहेको छ। अर्को यहाँले अलिकति भन्नुभयो केही व्यावसायिकहरूलाई धरपकड गरेको भन्ने कुरा, राजनीतिक प्रशासनिक मात्र होइन, केही चाहिँ आर्थिक क्षेत्रका चाहिँ व्यक्तिहरूको पनि केही चाहिँ अलिकति केही तलमाथि भएको अनियमितता भएको भने सरकारलाई लागेको हुनाले केही निगरानी गर्ने, केही छानबिन गर्नुपर्ने हुनाले केही नियन्त्रणमा केही दिन लिएको। तर हाम्रो यो मनसाय कदापि होइन, हामी चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी, यो सरकार निजी क्षेत्र फ्रेन्डली पार्टी हो, इन्भेस्टमेन्ट फ्रेन्डली पार्टी हो, एफडिआई फ्रेन्डली पार्टी हो, हामीले सधैँभरि भनिरहेछौँ। र सरकार भनेको यो चाहिँ अहिले निजी क्षेत्रको एकदम सहजकर्ताको रूपमा हामी चाहिँ काम गर्छौँ। निजी क्षेत्रलाई नै डेभलपमेन्ट ड्राइभर्सको रूपमा हामीले अगाडि सारेर निजी क्षेत्रलाई कसरी सहजकर्ताको भूमिकामा बस्न सकिन्छ या उनीहरूलाई राम्रोसँग समन्वयकारी भूमिकामा कसरी गर्न सकिन्छ, एउटा जिम्मेवार गार्जियनको रूपमा चाहिँ सरकार कसरी बस्न सक्छ भन्ने कुरा। सँगसँगै फेरि सरकार अलिकति नियामक निकाय पनि हो, काहीँ व्यथिति भएको छ भने अलिकति हेर्नु पनि पर्छ। तर त्यो भन्दैमा उद्योगी व्यवसायीहरू डराउनु पर्दैन। यहाँहरूले सबै इमान्दारीका साथ काम गरिरहनु भएको छ, आफ्नो उद्योग व्यवसाय गरिरहनु भएको छ, ट्याक्स तिरिरहनु भएको छ, यहाँहरू कसरी पनि अलिकति पनि डराउनु पर्दैन। किनभने नबिगार्नु नडराउनु भन्छन्, हामीले चाहिँ एकदम यहाँहरूको साथमा छ।